हेलो एभ्रिवान, वेलकम टु द माई भ्लग। तपाईहरुलाई कस्तो छ? म एकदमै सन्चै छु। मेरो भ्लग हेरेर बस्नु भएको सम्पूर्ण श्रोताहरुमा चाहिँ मनैदेखि आभार व्यक्त गर्न चाहन्छु। यस सम्बोधन अफिसियल हेरेर बस्नु जति पनि बस्नु भएको छ यहाँहरु सबैलाई फेरि पनि मेरो तर्फबाट चाहिँ नमस्कार भन्न चाहे। यहाँहरुको दिन राम्रो रहोस् हैन, आजको दिन एकदम सफल रहोस्, फलदायी रहोस्, भोलिका दिन झनै फलदायी रहोस् भन्न चाहन्छु। कहाँदेखि भिडियो हेरेर बसिरहनु भएको छ हजुरहरूले यसो कमेन्ट बक्समा आएर चाहिँ भनिदिनु होला हैन। त्यसपछि च्यानलमा यदि नयाँ हुनुहुन्छ भने चाहिँ हजुरहरूले सब्स्क्राइब गर्न पनि नबिर्सनु होला भन्न चाहन्छु। गाइजहरु, तपाईहरुले यस सम्बोधन अफिसियल भ्लगबाट चाहिँ सम्बोधन अफिसियल च्यानल या भ्लग जे भने पनि यहाँले यसबाट चाहिँ नयाँ भिडियोहरु पाउनु हुनेछ। नयाँ भिडियोहरुको साथमा चाहिँ इन्टरटेनमेन्ट पाउनु हुनेछ। सँगसँगै कल्चर भिडियोहरु हैन, कल्चरल भिडियोहरु, कुनै पनि नयाँ ठाउँको चाहिँ वस्तु स्थिति, त्यहाँको के छ भौगोलिक अवस्था हैन लगायतका कुराहरु चाहिँ मैले यहाँहरुलाई चाहिँ डेडिकेट गर्ने गर्दछु। र आज चाहिँ म यता काठमाडौँमा छु। अनि काठमाडौँको यो के भन्छ रे, यो चक्रपथ त नभनौँ हैन, अब यो भनौँ न काठमाडौँको यता ठ्याक्कै यो कलङ्की पनि होइन, यो ठ्याक्कै मलाई नि याद चाहिँ भएन हैन। म चाहिँ यो चक्रपथको यो चक्रपथ रोड भन्छ यसलाई चाहिँ खासमा चाहिँ। अनि यता यो बल्खुतिर नै हो यो हैन, सायद म चाहिँ यतातिर घुम्न आएको हो। अनि त्यस पछाडि मलाई यहाँ त्यति धेरै अब थाहा चाहिँ छैन। यो बाटो म कयौँ पटक हिँडेको छु हैन, तर म यो कहाँ भन्ने ठ्याक्कै थाहा छैन। यो चक्रपथको बाटो हो चाहिँ मलाई थाहा छ। यता कलङ्की कोटेश्वर हैन, अब यताको साइडको बाटो हो। अनि यहाँहरूलाई चाहिँ मैले नयाँ भिडियोहरू देखाइरहेको छु। र सँगसँगै हामी अगाडि बढ्ने क्रममा नै छौँ है। आज चाहिँ एकदमै रमाइलो भइ पनि रहेको छ। अनि हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो हैन? च्यानलमा नयाँ हुनुहुन्छ भने यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्स्क्राइब गर्न भन्ने नबिर्सनु होला हैन। तपाईहरुको एक सोच लागि चाहिँ बहुमूल्य हुनेछ। कुनै पनि क्रिएटर हैन अगाडि बढ्नको लागि चाहिँ यहाँहरुको एकदमै जरुरी पर्छ। मलाई एकदमै खाँचो पर्छ, यहाँहरुको साथ सपोर्ट मलाई चाहिन्छ नै हैन, अभियसली चाहिन्छ। त्यो भएको कारणले हजुरहरूले मेरो भिडियोलाई चाहिँ हेरेर हैन लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न भने नबिर्सनु होला भन्न चाहन्छु गाइजहरु। अनि काठमाडौँको मौसम यति बेला चाहिँ एकदम राम्रो छ है, एकदम सफा छ, एकदम क्लिन। हेर्नु न, हामीले देख्न सक्छौँ आकाश पनि एकदमै क्लिन देखिरहेको छ यो हैन, एकदमै क्लिन देखिरहेको छ। अनि अब केही वर्ष अगाडि योभन्दा अघिल्लो वर्षसम्म यो टाइममा चाहिँ एकदमै भनौँ न वायु प्रदूषण एकदमै बढ्ने गर्दथ्यो। तर अहिले भने चाहिँ त्यस्तो छैन। र अब ठ्याक्कै मापसी चाहिँ गर्नुभएको रहेछ। अनि आगरे मैले उहाँले गुड भन्नुभयो हैन। अब म कहिले पनि ड्रिङ्क नगर्ने मान्छे पहिलो कुरो त हैन। ड्रिङ्क नगरिसके पछाडि अब मापसे त हुने नै भएन हैन। त्यसै नै त्यस पछाडि फेरि पनि हामी अगाडि बढ्यौँ। सँगसँगै मेरो अर्धङ्गिनी पनि मसँगै हुनुहुन्छ र उहाँले भिडियो गर्नुभएको छ। अनि म चाहिँ सँगसँगै हिँडिरहेको छु हैन, ड्राइभ गरिरहेको छु। अब फ्यामिलीसँग रहेर यसरी भिडियो क्रिएट गर्न पाउनुको त्यो खुसी त एकदमै हैन शब्दमा बयान गर्न नसक्ने नै हुन्छ है। त्यो भएको कारणले गर्दाखेरि चाहिँ आगामी दिनहरुमा यस्तो यस्तै भिडियो लिएर आउनेछु मैले। कृपया यतिन्जेलसम्म चाहिँ मेरो भिडियो जसले हेरेर इन्टरटेनमेन्ट लिनुभयो यहाँलाई विशेष धन्यवाद दिँदै म यस भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, बाइ बाइ।